नमस्ते सबैजनालाई। आजको भिडियोमा चाहिँ हामीले पर्मुटेसन एन्ड कम्बिनेसन सिरिजको पर्मुटेसन सुरु गर्छौँ। पहिलाको भिडियोमा चाहिँ हामीले काउन्टिङको बारेमा अनि काउन्टिङको डिफ्रेन्ट एक्जाम्पल्सहरू गरेको थियौँ। त्यसलाई चाहिँ म सरल रिक्याप गर्छु यो भिडियोमा, अनि त्यसपछि चाहिँ हामी पर्मुटेसनमा जान्छौँ। सो हामीले चाहिँ के पढेको थियौँ भने जस्तै पर्सन ए छ, पर्सन बी छ, पर्सन सी छ, पर्सन डी छ, पर्सन ई छ अनि पर्सन एफ छ अरे। यस्तो 6वटा मान्छे छ अरे। अब हामीले चाहिँ यिनीहरूलाई 6वटा सिटमा बसाउनु छ अरे। जस्तै यो चाहिँ सिट 1 भयो, सिट 2 भयो, सिट 3, सिट 4, सिट 5 र सिट 6 गरेर 6वटा सिटमा अरेन्ज गर्नु छ भने अब हामीले फर्स्ट प्लेसमा कसलाई राख्ने भन्दाखेरि 6वटा मध्ये जुन मान्छेलाई पनि राख्न मिल्छ। अब एउटा मान्छे सपोज बी चाहिँ बसिसक्यो भने चाहिँ अब चाहिँ 5वटा मात्रै पोसिबिलिटिज हुन्छ। यो 5वटा मान्छेमध्ये एकजना यता बस्छ। त्यस्तै गरी अब चाहिँ 4जना मात्रै बस्नु पाउँछ, किनभने अझै एउटा घटिसक्यो। अब 4जना मात्रै बस्नु पाउँछ। अब 3, अब 2, अब 1 गरेर यसरी बस्न पाउँछ भनेर हामीले पढेको थियौँ। अब हामीले यिनीहरू सबैलाई मल्टिप्लाई गऱ्यौँ भने चाहिँ टोटल नम्बर अफ विच यो 6वटा मान्छेलाई चाहिँ 6वटा सिटमा सिट गर्न सक्छौँ भनेर पढ्छौँ। अब त्यस्तै केस नहेरेर सपोज हामीले 3टा मात्रै सिटमा 6वटा मान्छेलाई सिट गर्नु थियो अरे। अब जस्तै अब चाहिँ 3टा मात्रै सिट छ तर 6जना मान्छे छ। कति वेमा सिट गर्न मिल्छ 3जना मात्रैले 6जना मध्ये भनेर भन्यो भने चाहिँ यो अब 6जना मध्ये एकजना यता सिट गर्ने भयो, त्यो पछि अब 5जना मात्रै बाँकी हुने भयो। अब 5जना मध्ये एकजना यता सिट गर्ने भयो, अब चाहिँ फेरि 4जना मात्रै बाँकी हुने भयो। अब यसरी चाहिँ यिनीहरूलाई मल्टिप्लाई गर्दाखेरि चाहिँ 120 आउँछ। अब यसलाई चाहिँ हामीले पर्मुटेसन भन्छौँ। अब हामीले यसलाई के पनि गर्न मिल्थ्यो भने 6 टाइम्स 5 टाइम्स 4 टाइम्स 3 टाइम्स 2 टाइम्स 1 ओभर 3 टाइम्स 2 टाइम्स 1 पनि लेख्न मिल्छ यसलाई। अब हामीले एउटा फ्याक्टोरियल भन्ने नोटेसन पनि पढ्छौँ यसमा चाहिँ। अब n फ्याक्टोरियल भनेको चाहिँ n देखि n - 1 n - 2 हुँदै 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 यसको 1 सम्मको मल्टिप्लिकेसन गर्दै जानलाई चाहिँ n फ्याक्टोरियल भनिन्छ। जस्तै 4 फ्याक्टोरियल हेऱ्यो भने चाहिँ 4 भन्दा 1 कम मल्टिप्लाई गर्ने, त्यसपछि 3 भन्दा 1 कम, त्यसपछि 1 सम्म पुर्याउने। सो यो चाहिँ फ्याक्टोरियलको डेफिनेसन हो। सो हामीले यही फ्याक्टोरियलको डेफिनेसन युज गऱ्यौँ भने चाहिँ यो 6 फ्याक्टोरियल ओभर 3 फ्याक्टोरियल हुन्छ। सो यसरी चाहिँ हामीले लाइक यसलाई फ्याक्टोरियल नोटेसनमा लेख्यौँ, जे हामीले लाइक सिट गरेर थियौँ। अघिको केसमा चाहिँ हामीले 6 जनालाई सिट गरेर थियौँ भने अब चाहिँ 3 जनालाई मात्रै सिट गरेर छ। अब त्यो पछि चाहिँ हामीले यो 6 फ्याक्टोरियल यसलाई के लेख्न मिल्छ भने 6 फ्याक्टोरियल ओभर 6 फ्याक्टोरियल 6 माइनस 3 को फ्याक्टोरियल लेख्न मिल्छ। सो यो भनेको 3 फ्याक्टोरियल नै हुन्छ नि त, त्यसरी पनि लेख्न मिल्छ हामीले यसलाई। सो पर्मुटेसनको फर्मुला चाहिँ यही आएको हो। हामीले यहाँ चाहिँ के गर्यौँ भने 6वटा मध्ये 3टा अब्जेक्ट्सलाई चाहिँ सिट गर्यौँ अनि यो फर्मुला निस्क्यो। सो हामीले यसरी चाहिँ कसरी करेस्पोन्ड गर्न सक्छौँ भने पर्मुटेसनको फर्मुला चाहिँ n फ्याक्टोरियल ओभर n - r फ्याक्टोरियल हुन्छ, जहाँ n चाहिँ टोटल नम्बर अफ अब्जेक्ट्स हो अथवा टोटल नम्बर अफ पिपल भनेर बुझ्दा हुन्छ। अब r भनेको चाहिँ हामीले तिनीहरूमध्ये कतिजना सिलेक्ट गरिरहेको छौँ अथवा कतिजना हामीले अरेन्ज गर्न खोजिरहेको छौँ, त्यो चाहिँ लाइक r हो। अब n र r को डेफिनेसन बुझेपछि चाहिँ यो चाहिँ हाम्रो लाइक मेन फर्मुला हुन्छ जुन हामीले होल च्याप्टरमै युज गर्छौँ। सो यो फर्मुला चाहिँ एकदम इम्पोर्टेन्ट छ अनि लाइक यसको इन्ट्युसन पनि बुझ्नु भयो लाइक कसरी चाहिँ फर्मुला आयो भनेर। अब यसको डिटेल प्रुफ चाहिँ हजुरहरूको बुकमा छ। त्यो प्रुफ त्यस्तो धेरै इम्पोर्टेन्ट छैन, सो हामी त्यसलाई प्रुफबाट चाहिँ गर्दैनौँ। मैले प्रुफ भन्दा पनि इन्ट्युसन चाहिँ दिन खोजेको लाइक यो फर्मुला किन काम गरिरहेको छ अनि कसरी चाहिँ आयो भनेर, लाइक कसरी चाहिँ इन्ट्युसनबाट आयो भनेर भने मैले चाहिँ। अब त्यस्तै गरी हामीले डिराइभ चाहिँ के गर्यौँ भने npr भनेको चाहिँ n फ्याक्टोरियल ओभर n - r फ्याक्टोरियल हुन्छ भनेर डिराइभ गऱ्यौँ। अब यो फर्मुला चाहिँ लाइक एकदम इम्पोर्टेन्ट हो, सो लाइक मेमोराइज गर्नलाई यसलाई। अब त्यस्तै गरी एउटा सर्कुलर पर्मुटेसन छ अरे। जस्तै ए बी अनि सी गरेर 3टा अब्जेक्ट छ अरे। यहाँ भनेको त 3टा मात्रै अब्जेक्ट छ नि त। सो हामीले यिनीहरूलाई अरेन्ज गर्न मिल्ने पोसिबिलिटी चाहिँ 2 फ्याक्टोरियल हुन्छ अरे अथवा n - 1 फ्याक्टोरियल हुन्छ अरे। यो पनि इन्ट्युसनबाट बुझौँ। अब हामीले यसलाई यसरी अरेन्ज गर्नु परिरहेछ अरे। अब यसलाई अरेन्ज गऱ्यौँ भने कसरी अरेन्ज गर्न मिल्छ, एबी गरेर अरेन्ज गर्न मिल्छ। अनि त्यो पछि चाहिँ एबिसी गरेर जस्तै 3टालाई अरेन्ज गरेर छ भने एबिसी गरेर एबी गरेर अरेन्ज गर्न मिल्छ। 2टालाई मात्रै जस्तै 3टा मध्ये 2टालाई मात्रै अरेन्ज गरेर छ भने एबी गरेर गर्न मिल्छ अनि बिसी गरेर गर्न मिल्छ लाइक। अब अनि त्यो पछि सिए गरेर गर्न मिल्छ। सो यो यहाँ चाहिँ हामीले 3वटा मध्ये 2टालाई अरेन्ज गऱ्यौँ। अब 3टालाई अरेन्ज गऱ्यौँ भने चाहिँ यो एबिसी अरेन्ज गर्छौँ। अब हामीले यसलाई सिएबी लेख्यौँ भने पनि एउटै नै हुन्छ नि त, किनभने एबिसी र सिएबी त एउटै हुन्छ। एबिसी जानु अनि सिएबी जानु सर्कुलर पर्मुटेसनमा त एउटै कुरा हो नि त, किनभने हामी यही डिरेक्सनमै गइरहेछौँ नि त। सो हामी जान मिल्छ कि त सिएबी जानु मिल्छ अथवा एबिसी नै लेख्दिउँ यसलाई, कि त एबिसी जानु मिल्छ कि त हामीले बीलाई चाहिँ सुरुमा लेख्दिउँ। जस्तै हामीले बीलाई सुरुमा लेखेर बिएसी चाहिँ गरेर अब हामी अपोजिट साइडबाट चाहिँ गर्ने
बिएसी जस्तो चाहिँ भयो भने सो दुईटा मात्रै पोसिबिलिटी हुन्छ यो सर्कुलर परम्युटेसनमा चाहिँ हामीले तीनटै अब्जेक्टले गर्यो भने चाहिँ दुईटा अब्जेक्टले गर्यो भने चाहिँ यसरी जान्छ एबी चाहिँ सिए अनि त्यसपछि फेरि यसलाई उल्टो गरेर लाइक 6वटा अब्जेक्ट्स हुन्छ अब हामीले 3वटा मात्रै 3वटै अब्जेक्ट सिलेक्ट गराएको छ भने यहाँबाट यसमा दुईटा मात्रै पोसिबिलिटी हुन्छ सो सर्कुलर परम्युटेसनको फर्मुला चाहिँ n-1 फ्याक्टोरियल हुन्छ अब लाइक यसले सिधै इन्ट्युसनबाट नबुझेर यतिकै लाइक मेमोराइज गरे पनि हुन्छ तर त्यति धेरै इम्पोर्टेन्ट चाहिँ छैन तर कुनै कुनै बेला चाहिँ लाइक रियल लाइफमा काम लागिरहेको हुन्छ कति वेमा अरेन्ज गर्न मिल्छ एउटा सर्कलमा जस्तै सर्कुलर डाइनिङ टेबल छ भने कतिजना कति वेमा अरेन्ज गर्न मिल्छ तिनीहरूलाई भनेर त्यस्तो कुराहरू लाइक युज गर्न मिल्छ अनि त्यस्तै गरी अब चाहिँ हामी रिपिटेड अब्जेक्ट्सको केस हेर्छौँ जस्तै अब हामीसँग चाहिँ लेटरहरू छ अरे अब चाहिँ वर्ड्सहरू नभएर एएए बिबी अनि सिसी जस्तो लेटर छ भने चाहिँ हामीले यो बेला चाहिँ n फ्याक्टोरियल ओभर p फ्याक्टोरियल q फ्याक्टोरियल r फ्याक्टोरियल युज गर्छौँ परम्युटेसन निकाल्नको लागि जहाँ p फ्याक्टोरियल भनेको चाहिँ फर्स्ट अब्जेक्ट कतिचोटि लाइक रिपिट भएको छ यहाँ चाहिँ 3 चोटि रिपिट भयो फर्स्ट अब्जेक्ट अब q फ्याक्टोरियल भनेको चाहिँ सेकेन्ड अब्जेक्ट कतिचोटि रिपिट भएको छ यो चाहिँ 2 चोटि भइरहेछ अब r फ्याक्टोरियल भनेको चाहिँ थर्ड अब्जेक्ट कतिचोटि रिपिट भइरहेछ यो चाहिँ 2 चोटि भइरहेछ सो यो फर्मुलामा चाहिँ n भनेको चाहिँ टोटल नम्बर अफ अब्जेक्ट सो 3 5 7 गरेर 7 फ्याक्टोरियल ओभर 3 फ्याक्टोरियल 2 फ्याक्टोरियल 2 फ्याक्टोरियल हुन्छ सो कुनै अब्जेक्ट रिपिट भइरहेको छ भने चाहिँ यो वाला केस हुन्छ अनि लाइक यो वाला पनि यो वाला चाहिँ एकदमै धेरै इम्पोर्टेन्ट छ अनि लाइक फाइनल एक्जाम अथवा बोर्ड एक्जाममा यो एकदमै धेरै सोधिरहेको हुन्छ सो यो पनि लाइक मेमोराइज गर्नु होला अब चाहिँ हामी लाइक हल्का हल्का क्वेसनहरू गरौँ कसरी चाहिँ परम्युटेसनको फर्मुला चाहिँ एक्चुअलमा युज हुन्छ भनेर अब हामी चाहिँ हल्का गाह्रै क्वेसनबाट सुरु गर्छौँ अब जस्तै हामीले चाहिँ 4 डिफ्रेन्ट डिजिटको नम्बर बनाउनु छ अरे अथवा 5 डिजिट अड नम्बर बनाउनु छ अरे सपोज हामीले 5 डिजिट अड नम्बर बनाउनु छ अरे अनि हामीले युज गर्न पाउने डिजिटहरू चाहिँ 3 4 5 6 7 8 अनि 9 छ अरे अब हामीले सधैँ अघिबाट पहिला चाहिँ इन्ट्युसनबाट हेरौँ पछि चाहिँ लाइक फर्मुला कसरी जेनेरेट भयो भनेर हेरौँ ल अथवा इन्ट्युसन मात्रैबाटै गरेर पनि हुन्छ यसलाई जस्तै अब चाहिँ हामीले 5 डिजिट अड बनाउनु छ अरे यो चाहिँ 5 डिजिट अड नम्बर भयो अब अड नम्बर हुनको लागि चाहिँ के हुनु पर्यो लास्टमा 3 5 7 अथवा 9 आउनु पर्यो सो लास्टमा 4वटा मध्ये एउटा डिजिट आउनु पर्यो सो लास्टमा चाहिँ 4वटा मध्ये एउटा आउनु पर्यो भनेर मैले लेखेँ अब मैले हाइपोथेटिकली 5 थ्योरम सपोज मैले 5 राख्थेँ अब कतिवटा अब्जेक्ट बाँकी भयो 1 2 3 4 5 6वटा अब्जेक्ट्स बाँकी छ सो अब चाहिँ 6वटा मात्रै पोसिबिलिटी हुने भयो सुरुमा राख्नु मिल्ने चाहिँ अब 6वटा मध्ये पनि एउटा अब्जेक्ट त मैले युज गरिसकेँ त्यही भएर अब चाहिँ 5वटा मात्रै पोसिबिलिटी हुने भयो सो 5 4 3 गरेर हुने भयो अब मैले यसलाई क्याल्कुलेट गरेँ भने चाहिँ 30 टाइम्स 12 अनि 4 48 हुन्छ सो यो चाहिँ 1 4 4 0 हुन्छ यो चाहिँ 1 हो सो 1 4 4 0 हुन्छ अब यो चाहिँ मैले के इमेजिन गरेको छु भने मैले कुनै पनि डिजिटलाई लाइक रिपिट गर्न पाइरहेको छैन भनेर हेरिरहेको छु डिजिट्स कान्ट बी रिपिटेड भनेर हेरिरहेको छु किनभने मैले एउटा डिजिट लाइक युज गरेपछि मैले त्यसलाई इरेज गर्दैछु सो डिजिट्स रिपिट नभएको केस हेरिरहेको छु अब अर्को चाहिँ डिजिट्स रिपिट भएको केस हेरौँ सो अहिले पनि 5वटै डिजिटको नम्बर बनाउनु पर्ने हो अनि लास्टमा चाहिँ 4वटै पोसिबिलिटी हुन्छ किनभने 4वटा अड नम्बर युज गऱ्यौँ अब हामीले त रिपिट गर्न पाइरहेछौँ भने त 7वटा मध्ये जुन डिजिट पनि यहाँ युज गरे भयो नि त सो यहाँ 7वटा मध्ये जुन युज गरे पनि भयो त्यस्तै गरी यहाँ पनि 7वटा मध्ये जुन युज गरे पनि भयो किनभने हामी कुनै डिजिटलाई काट्नु परिरहेको छैन लाइक एकचोटि युज गरिसकेपछि सो 7 अनि 7 हुन्छ अनि लाइक यसलाई मल्टिप्लाई गऱ्यौँ भने टोटल पोसिबिलिटी निस्किन्छ सो यस्तो क्वेसनलाई चाहिँ हामीले यसरी गर्न सक्छौँ यस्तो पनि लाइक सोधिरहेको हुन्छ सो यो चाहिँ मेनली इन्ट्युसन बेस्ड मात्रै हुन्छ त्यही धेरै फर्मुला चाहिँ चाहिँदैन तर यसलाई हामीले फर्मुला बेस्डबाट गर्न पनि मिल्थ्यो लाइक अब हामीले के गराएको छ भने 5वटा 7वटा मध्ये 5वटा डिजिटलाई पिक गराएको छ अनि त्यो 3वटा अरेन्ज गराएको छौँ सो त्यो टाइम्स त्यो गरेर लाइक गर्न मिल्छ अब लाइक फर्मुला बेस्ड भन्दा पनि काउन्टिङ बेस्डबाटै सजिलो हुन्छ सो मैले यसलाई चाहिँ काउन्टिङ बेस्ड मात्रै गरेँ यदि हजुर फर्मुला बेस्ड चाहिन्छ भने चाहिँ लाइक कमेन्ट गरिदिनु होला म कमेन्ट सेक्सनमा हजुर सल्युसन पठाइदिन्छु अब चाहिँ अर्को एउटा हल्का गाह्रो क्वेसन हेरौँ अब यसमा चाहिँ सपोज 6वटा बुक्स छ अरे हामीले चाहिँ यसलाई सेल्फमा अरेन्ज गर्नु छ अरे 6वटा बुक्स छ अरे अनि हामीले चाहिँ यिनीहरूलाई लाइक एउटा कुनै पनि बुक सेल्फमा अरेन्ज गर्नु छ अरे यहाँ अब 6वटा बुक्स अरे 1 2 3 4 5 6 गरेर अरेन्ज गर्नु छ अरे अनि त्यसपछि फाइन्ड द नम्बर अफ वेज इन विच 2 पार्टिकुलर बुक्स आर अलवेज टुगेदर भनेर भनेको छ अब यो 6वटा मध्ये यो 2टा बुक चाहिँ सधैँ सँगै हुनु पर्यो अरे अलवेज टुगेदर भनेर भनेको छ अब हामीले फेरि अघिबाट हेरौँ अब हामीले चाहिँ के गरिरहेको छौँ भने
6वटा बुक्सहरूलाई राखिरहेको छ। अब सपोज हामीले यो दुईटा बुकलाई चाहिँ सँगै राख्नु पर्यो, यता राख्नु पर्यो अरे। अब यो त दुईटै बुकको स्पेस हुने भयो नि त। यसलाई त हामीले अब यो दुईटा बुकलाई त एउटै बुक मान्न मिल्यो नि त, किनभने यो दुईटा सधैँ सँगै छ। जस्तै मसँग ABCD E र A छ अरे होइन, अब F छ अरे। अब मैले सधैँ A र F लाई सँगै राख्नु छ भने त BCDE, अब यो A र F लाई सँगै राख्नु छ भने त मैले यसलाई Z मानिदिनु मिल्यो नि त। सो यो सधैँ सँगै छ भने त यो एउटा मात्रै वेमा अरेन्ज गर्नु मिल्यो। A आउने बित्तिकै F आउने भयो, F आउने बित्तिकै A आउने भयो। सो मैले AF लाई सिधै Z भनेर रिप्रेजेन्ट गर्न पनि मिल्छ। सो अहिले चाहिँ टोटलमा हामीले 5वटा कुरालाई मात्रै अरेन्ज गर्न परिरहेछ भनेर बुझ्दा पनि हुन्छ यसमा चाहिँ, किनभने हामीले दुईटालाई चाहिँ सँगै राखिरहेछौँ। सो अब चाहिँ सँगै राख्ने पोसिबिलिटी 5वटा हुने भयो, किनभने 5वटा मात्रै अब्जेक्ट्स हामीले अरेन्ज गर्न मिल्ने। यो A र F लाई हामीले सिङ्गल अब्जेक्ट कन्सिडर गरिरहेछौँ। अब 5 पछि अब 4वटा, जस्तै यो एउटा चाहिँ युज भयो सपोज, अब चाहिँ 4वटा मात्रै बुकहरू बाँकी छ। सो हामीले 4वटालाई मात्रै अरेन्ज गर्नु छ, त्यसपछि 3टा, त्यसपछि 2टा, त्यसपछि एउटा बाँकी हुन्छ। सो यसरी चाहिँ हामीले यसलाई गर्न पनि मिल्छ। यो चाहिँ 120 हुन्छ, यसरी गर्न पनि मिल्छ। अनि लाइक अब हल्का अब कसरी आफ्नो वेमा इमेजिन गर्न सक्नुहुन्छ त्यसरी गर्दा पनि हुन्छ। लाइक फाइनल एन्सर चाहिँ 120 नै आउँछ। तर हामीले दुईटा अब्जेक्टलाई चाहिँ सँगै राख्नु परिरहेछ भने चाहिँ एउटा हामीले त्यो दुईटा अब्जेक्टलाई एउटै अब्जेक्ट मान्नुपर्छ भने चाहिँ हामीले क्वेसनबाट लाइक बुझ्नुपर्छ, किनभने अरू प्रब्लमहरूमा पनि एकदम धेरै युज भइरहेको हुन्छ। सो अब चाहिँ के भनेको छ भने नेबर टुगेदर भनेर भनेको छ। अब नेबर टुगेदर भनेको चाहिँ लाइक यो दुईटा बुक चाहिँ कहिले सँगै हुनु नै भएन। अब सँगै नै हुनु भएन भने चाहिँ अब फेरि हेरौँ। अब 6वटा पोसिबिलिटी छ बुकको, अनि जस्तै ABCDEF भन्ने बुक छ अरे। सपोज C र A चाहिँ कहिले सँगै हुनु नै हुँदैन अरे भने हामीले यो दुईटा मध्ये एउटा अब्जेक्ट चाहिँ यता राखिदिनु पर्ने हुन्छ, अनि त्यो पछि चाहिँ लाइक अब चाहिँ एड गर्दै गर्दै जानुपर्ने हुन्छ। अब हामीले त्यसरी गर्न चाहिँ हल्का गाह्रो हुन्छ होला, किनभने हामीले एउटा अब्जेक्टलाई चाहिँ फिक्स राख्नुपर्छ। तर एउटा अब्जेक्टलाई फिक्स राखेपछि त अरूको अब्जेक्ट त त्यस्तो हुन्छ नि त। सो हामीले नेबर टुगेदरको केस चाहिँ कसरी गर्न मिल्छ भने हामीले चाहिँ के गरिदिउँ भने टोटल माइनस दुईटा सँगै आउने पोसिबिलिटी गरिदिउँ। जस्तै यो केसमा चाहिँ दुईटा सँगै आएको थियो नि त। अब चाहिँ हामीले टोटलबाट चाहिँ दुईटा सँगै आएको केसलाई घटाइदिउँ भने त सँगै नभएको केस हुने भयो नि त, सँगै नभएको केस चाहिँ हुने भयो नि त। जस्तै मैले चाहिँ के गरेँ भने यहाँ चाहिँ 6वटा बुक छ, यो 6वटा बुकमध्ये चाहिँ मैले दुईटा जस्तै A र C चाहिँ कहिले पनि सँगै नहुने केस निकाल्नु परिरहेछ। अब मैले टोटल केसेसबाट चाहिँ A र C सँगै हुने केसलाई सबट्र्याक्ट गरिदियो भने त A र C नभएको केस निस्किने भयो नि त। त्यही प्रोबेबिलिटीको जस्तै त्यो हो। जस्तै आज पानी पर्ने चान्स चाहिँ 0.4 छ भने पानी नपर्ने चान्स 0.6 हुन्छ नि त। सो त्यस्तै वाला लजिक लगाएको मैले। अब टोटल भनेको त हामीलाई थाहा छँदैछ, यो टोटल पोसिबिलिटी भनेको त हामीले यसलाई यो दुईटालाई सँगै राख्नु पर्दैन। सो हामीसँग कतिवटा बुक छ, हामीसँग 6वटा बुक छ। हामीले 6वटा बुकलाई अरेन्ज गर्न परिरहेछ। सो 6 5 4 3 2 1 गरेर लाइक 6वटा बुकलाई अरेन्ज गर्न मिल्छ। पहिला 6वटा बुक, त्यसपछि एउटा बुक त युज गरिसक्यौँ, 5वटा त 4वटा, अनि हामीले सँगै भएको केस निकालिसक्यौँ 120। सो हामीले यो दुईटालाई सबट्र्याक्ट गऱ्यौँ भने चाहिँ यो दुईटा कहिले पनि सँगै नहुने केस निस्किन्छ। सो हामीले यसमा चाहिँ प्रोबेबिलिटीको जस्तै कन्सेप्ट लगाएको हो। एउटा अब कुनै पनि बुक लाइक भएको चान्स हुन्छ भने त्योबाट नभएको चान्स टोटल प्रोबेबिलिटी घटायो भने त नभएको चान्स निस्किन्छ नि त। जस्तै आज पानी पर्ने चान्सलाई हामीले टोटल चान्स भनेको 1बाट घटायौँ भने त हामीले आज पानी नपर्ने चान्स निकाल्न सक्छौँ नि त। सो त्यही वाला कन्सेप्ट लगाएको हो। नेबर टुगेदर भन्ने बित्तिकै चाहिँ सधैँ त्यही वाला कन्सेप्ट लगायो हुन्छ, किनभने यतिकै गर्न चाहिँ लाइक हल्का गाह्रो नै हुन्छ त्यसरी नै। सो त्यो वाला कन्सेप्टबाट गर्दा हुन्छ। अनि अर्को एउटा पनि म फर्मुला लाइक भनिदिइहाल्छु। जस्तै हामीले बिट्स छ अरे, हामीसँग डिफ्रेन्ट 7वटा कलरको बिट्स छ भने हामीले यिनीहरूलाई अरेन्ज गर्न सक्ने प्रोबेबिलिटी चाहिँ अथवा प्रोबेबिलिटी पर्मिटेसन चाहिँ n-1 फ्याक्टोरियल ओभर 2 हुन्छ। जस्तै 7वटा डिफ्रेन्ट बिट्स छ भने चाहिँ 6 फ्याक्टोरियल ओभर 2 हुन्छ। सो यो वाला फर्मुला पनि याद राखिराख्नु होला, किनभने एमसीक्यूमा कहिलेकाहीँ सोध्न सक्छ। लाइक हामीले बिट्स छ भने कति अरेन्ज गर्न मिल्छ भन्दाखेरि चाहिँ n-1 फ्याक्टोरियल बाई 2 हुन्छ। त्यो चाहिँ किन हुन्छ भने लाइक सर्कुलर पर्मिटेसन कि कन्सेप्ट हो। हामीले लाइक बिट्सहरूलाई अरेन्ज गरिरहेको छौँ, यहाँ बिट्सलाई अरेन्ज गरिरहेको छौँ, अनि दुईटा पोसिबिलिटी चाहिँ सेम नै आउँछ। हामी यहाँबाट लियौँ त्यहाँबाट लियो पनि लाइक सेम आउँछ वाला कन्सेप्ट हो। सो यसको डेरिभेसन हेर्नु मन छ भने चाहिँ लाइक गुगलतिर पनि टन्नै भेटिरहनु भएको हुन्छ। सो त्योबाट हेर्दा पनि हुन्छ। अब चाहिँ हामी लाइक पर्मिटेसनको फर्मुलाबाटै गर्नेवाला क्वेसनहरू लाइक खोज्छौँ, अनि त्यही अनुसार क्वेसनहरू गर्छौँ। सो यहाँ चाहिँ के भनेको छ भने मन्डे भन्ने वर्ड छ अरे, लाइक यो छ अरे, अनि हामीले चाहिँ यसलाई अरेन्ज गर्नुपर्ने छ अरे। हामीले यसलाई कति वेमा अरेन्ज गर्न मिल्छ, 1 2 3 4 5 6वटा छ। अब हामीले चाहिँ के गरिरहेको छ भने
6वटा मध्ये 6वटै युज गराएको छ भनेर सम्झिँदा पनि हुन्छ। यसलाई भनेको लाइक 6 फ्याक्टोरियल ओभर 6 माइनस 6 को फ्याक्टोरियल n फ्याक्टोरियल बाई n माइनस r को फ्याक्टोरियल हो नि त। n फ्याक्टोरियल बाई n माइनस r फ्याक्टोरियल हो। हामीले 6वटा मध्ये 6वटाले अरेन्ज गरेका छौँ। सो यो भनेको 6 फ्याक्टोरियल ओभर 0 फ्याक्टोरियल हो। अनि एउटा अर्को कुरा चाहिँ 0 फ्याक्टोरियल भनेर चाहिँ 1 हुन्छ। यसको पनि लाइक एउटा लाइक प्रुफ चाहिँ छैन यसको। यसलाई लाइक 0 फ्याक्टोरियल भनेको चाहिँ 1 हुन्छ भनेर लाइक यो चाहिँ सिधै कन्सिडर नै गरे म्याथमेटिसियनहरूले। सो 0 फ्याक्टोरियल भनेको 1 हुन्छ, 6 फ्याक्टोरियल ओभर 1 हुन्छ। सो यो भनेको चाहिँ 6 फ्याक्टोरियल बी हुन्छ। अब हामीले यसलाई अघिकै इन्ट्युसनबाट हेऱ्यौँ भने चाहिँ हामीले 6वटा मध्ये जुन लेटर यता राख्थ्यो पनि भयो, 6वटा मध्ये एउटा लेटर राख्थ्यौँ। अब एउटा लेटर युज भइसक्यो, सपोज ओ युज भयो भने अनि 5 4 3 2 1 गऱ्यौँ। अब यो भनेको 6 फ्याक्टोरियल लेख्न पनि मिल्छ हामीलाई त्यही फ्याक्टोरियल नोटेसनबाट। सो यहाँ चाहिँ मैले लाइक मन्डेलाई अरेन्ज गरेँ 6 वेमा। अब मैले अरू तरिकाले पनि यसलाई गर्न मिल्छ। जस्तै मैले के गरेँ भने एमलाई चाहिँ सधैँ फर्स्टमा राख्नु पऱ्यो अरे यो मन्डेमा, भने चाहिँ मैले कति वेमा अरेन्ज गर्न सक्छु भनेर भन्न पनि मिल्छ। जस्तै मैले मन्डेमा चाहिँ एमलाई सधैँ अगाडि राखिरहेको छु। अब यो एम चाहिँ सधैँ अगाडि हुनु पऱ्यो। जस्तै यसको पर्मुटेसनहरू चाहिँ NODAY हुनसक्छ, यो ओभन्दा एन अगाडि आयो त्यसै, तर एम चाहिँ सधैँ फर्स्टमै हुनु पऱ्यो अरे। मसँग टोटल छ 6वटा डिजिट, सो 6वटा यो बनाएँ। अब यो एम त सधैँ फर्स्टमै हुनुपर्छ नि त। सो मैले चाहिँ 1 वेमा मात्रै अरेन्ज गर्नु मिल्छ क्या यसलाई, किनभने यो त फर्स्टमै सधैँ फर्स्टमा हुनुपर्छ। अब रिमेनिङ 5वटा लेटरलाई चाहिँ जसरी अरेन्ज गरे पनि भयो। यसलाई यत्तिकै बुझ्दाखेरि 5 फ्याक्टोरियल वेमा अरेन्ज गर्नु मिल्छ। तर यसरी हेऱ्यौँ भने चाहिँ अब 5वटा मात्रै जुन डिजिट लिन पनि मिल्यो। सपोज डी लिग्यौँ रे, अब 4वटा बाँकी छ। अब 4 अब 3 अब 2 अब 1 गरेर लाइक यो 5 फ्याक्टोरियल बी हुन्छ। अनि लाइक यसरी गर्न पनि मिल्छ। अब अर्को एउटा क्वेसन पनि छ यसमै, लाइक मन्डेमा एम चाहिँ जस्तै यो एम चाहिँ सधैँ फर्स्टमा छ अरे, एम चाहिँ सधैँ फर्स्टमा छ अरे, तर वाइ चाहिँ कहिले लास्टमा छैन अरे, वाइ चाहिँ कहिले पनि लास्टमा छैन अरे। अब यो हेऱ्यौँ भने चाहिँ 1 2 3 4 5 6वटा हुन्छ। सो एम चाहिँ सधैँ फर्स्टमा छ भने 1 वेमा अरेन्ज गर्न मिल्छ। अब वाइ लास्टमा छैन भने त अब यहाँ वाइ बाइक अरू जस्तै MONDAYमा यो र यो दुईटामा कुनै पनि युज गर्न मिलेन भने त अब 4वटा मात्रै लेटर बाँकी छ नि त, 1 2 3 4। सो लास्टमा चाहिँ 4वटा मध्ये जुन लेटर राख्न पनि मिल्छ। अब सपोज डी राख्यौँ रे भने अब चाहिँ वाइ पनि बाँकी छ। सो 1 2 3 4 अब अझै 4वटा लेटर बाँकी छ। सो 3 2 4 3 2 1 गरेर यसरी हामीले अरेन्ज गर्न मिल्छ। यो भनेको चाहिँ 4 टाइम्स 4 फ्याक्टोरियल हुन्छ। सो यसमा चाहिँ मोस्टली लाइक इन्ट्युसनबाटै गर्न मिल्छ पर्मुटेसनलाई। फर्मुला चाहिँ त्यति धेरै चाहिरहेको चाहिँ हुँदैन, तर लाइक फर्मुला कुनै बेला चाहिँ फर्मुला नै चाहिनेवाला क्वेसनहरू पनि सोधिरहेको हुन्छ। जस्तै हामीलाई 66वटा मध्ये 44वटा कुराहरूलाई अरेन्ज गर भन्यो भने चाहिँ हामीले यतिकै निकाल्नु मिल्छ। अब अर्को एउटा टाइपको क्वेसन पनि हुन्छ COLLEGE छ अरे। अब हामीले यसलाई अरेन्ज गर्न मिल्ने पर्मुटेसन चाहिँ कति छ भनेर सोधेँ। अब यो भयो भने चाहिँ 1 2 3 4 5 6 7वटा लेटर छ, 7वटा लेटर छ। अनि हामीले चाहिँ अहिले के पढेको थियौँ भने कुनै पनि कुरा रिपिट भइरहेको छ भने त्यो निकाल्ने पर्मुटेसन चाहिँ n फ्याक्टोरियल ओभर q फ्याक्टोरियल p फ्याक्टोरियल q फ्याक्टोरियल r फ्याक्टोरियल हुन्छ, जहाँ p q r चाहिँ रिपिटेड अब्जेक्ट्स हो अनि p भनेको चाहिँ कतिचोटि रिपिट भएको छ एउटा अब्जेक्ट भनेर हो। सो यहाँ चाहिँ एउटा मात्रै कुरा रिपिट भइरहेको छ, त्यो भनेर चाहिँ e हो। सो हामीले चाहिँ 7 फ्याक्टोरियल बाई 2 फ्याक्टोरियल लेख्छौँ यसलाई, किनभने एउटा मात्रै कुरा रिपिट भइरहेको छ। अब अर्को टाइपको क्वेसन पनि भन्छ यहाँबाट, जस्तै ईलाई चाहिँ सधैँ सँगै राख्नु छ अरे। अब ईलाई सधैँ सँगै राख्नु छ भने हामीले अहिले के कुरा युज गर्छौँ, जस्तै दुईवटा कुरालाई सधैँ सँगै राख्नु मिल्छ भने चाहिँ हामीले त्यो कुराले एउटा कुरा कन्सिडर गर्नु मिल्छ। सो हामीले यसलाई जेड कन्सिडर गरिदियौँ है। अब चाहिँ केवर्ड भन्यो COLZGE भन्यो। सो अब चाहिँ 6वटा लेटर छ। सो हामीले यसलाई अरेन्ज गर्न मिल्ने वे चाहिँ लाइक 6 फ्याक्टोरियल वेमा अरेन्ज गर्न मिल्छ 6वटा लेटरलाई। सो यो चाहिँ कसरी आयो भने 6वटा अब्जेक्टबाट हामीले 6वटै अब्जेक्ट सिलेक्ट गरिरहेको छौँ, लाइक पर्मुटेसन गरिरहेको छौँ। सो 6 फ्याक्टोरियल ओभर 6 माइनस 6 को फ्याक्टोरियल हुन्छ अनि 0 फ्याक्टोरियल भनेको 1 हुन्छ। सो यसरी गरेको हो मैले यसलाई चाहिँ। अब मोस्टली लाइक पर्मुटेसनको क्वेसनहरू चाहिँ इन्ट्युसनबाटै गर्न मिल्छ। हामी अर्को एउटा क्वेसन पनि गरेर हेर्छौँ, तर लाइक हामीले गर्न पर्ने लाइक मेन कुरा चाहिँ सधैँ एउटै हो। अब कुनै क्वेसनमा चाहिँ के सोध्दा हुन्छ नि, लाइक भवेल्सहरू सधैँ सँगै हुने, कन्सोनेन्टहरू सधैँ सँगै हुनेवाला कुराहरू सोधिरहेको हुन्छ। जस्तै मैले एउटा नाम लिएँ अरे, स्टुडेन्ट भनेर लेखेर। अब यसमा भवेल्सहरू के छ, यु र ई छ। अनि कन्सोनेन्टहरू के छ, S T
डी एन अनि टी छ। सो यहाँ चाहिँ 5 वटा कन्सोनेन्ट अनि 2 वटा भवेल्स छ। सपोज मैले भवेल्सलाई चाहिँ सधैँ सँगै राख्नु छ अरे। अब भवेल्सलाई सधैँ सँगै राख्नु छ भने मैले दुईटैले एउटा कन्सिडर गर्ने मिल्छ। मैले यसलाई जेड कन्सिडर गरेँ। अब टोटल लेटर कतिवटा छ? 6 वटा लेटर छ। सो मैले 6 वटा लेटर छ भने चाहिँ अब हजुरहरूले पनि बुझ्नु भयो 6 वटा लेटर छ भने बित्तिकै हामीले 6 फ्याक्टोरियल वेमा अरेन्ज गर्ने मिल्छ। तर हामीले यो केसमा हेऱ्यौँ भने चाहिँ यु र ई जुन छ यसलाई पनि आफै वेमा अरेन्ज गर्न मिल्छ। जस्तै युई भनेर लेख्न पनि मिल्छ यसलाई, अनि इयु भनेर लेख्न पनि मिल्छ। सो यसलाई पनि आफै दुई वेमा अरेन्ज गर्ने मिल्छ। सो यो चाहिँ 6 फ्याक्टोरियल टाइम्स 2 हुन्छ। अब जस्तै कुनै कुनै बेला चाहिँ ए थियो भने चाहिँ लाइक दुइटै कुरा सेम हो नि त। अब सेम हो भने त ए लेख्नु, जस्तै मैले यो यसलाई अगाडि लेखेँ ए लेखेँ, अब फेरि आजचोटि यो यसलाई अगाडि लेखेँ ए, यो दुइटा त केही फरक छैन नि त। सो यो लास्टमा यो 2 एड गरेर नपारेको थिएन। तर अब चाहिँ यो र यो डिफ्रेन्ट लेटर भए चाहिँ हामीले यो दुईटा लेटरलाई नै दुई वेमा अरेन्ज गर्न मिल्छ। सो 6 फ्याक्टोरियल टाइम्स 2 हुन्छ। अनि लाइक यसको टोटल जुन निस्किन्छ भ्यालु त्यसकै यसको भ्यालु हुन्छ। सो यहीसँग आजको हाम्रो भिडियो पनि सकिएको छ। हामीले चाहिँ यसमा मोस्टली लाइक कसरी पर्मुटेसनको इन्ट्युसन ल्याउने अनि कसरी पर्मुटेसनको क्वेसनहरूलाई सल्भ गर्ने भनेर हेरेको छौँ। अब नेक्स्ट भिडियोमा चाहिँ हामीले कम्बिनेसनको लाइक डिफ्रेन्ट टपिक्स, त्यसको इन्ट्युसन अनि डिफ्रेन्ट प्रब्लम्स लिएर आउँछौँ। अब मोस्टली इक्जाममा सोध्ने कुराहरू चाहिँ यस्तै हुन्छ। अब हजुरले बुकको क्वेसनहरू अटेम्प गर्नुभयो भने चाहिँ अलमोस्ट सिमिलर नै हुन्छ योसँग। सो लाइक गर्दै जानु होला। अनि कुनै पनि डिफिकल्टी आएर चाहिँ सधैँ कमेन्ट सेक्सनमा कमेन्ट गरिदिनु होला। म सकेसम्म कमेन्टहरूको रिप्लाई दिने गर्छु। सो आजको भिडियो हेर्नु भएकोमा धन्यवाद। थ्याङ्क यू।